हेलो साथीहरू, सबैलाई स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। आज म यहाँहरूलाई यस्तो ठाउँमा लिएर जाँदैछु कि त्यहाँबाट देखिने दृश्यहरू एकदम मनमोहक दृश्यहरू देखिनेछन्। एउटा फ्यामिलीलाई चाहिँ मैले एउटा टुर लिएर जाँदैछु। त्यो टुर कहाँ हुनेछ त भनेको यहाँहरूले भिडियो अन्तिमसम्म हेर्नु होला है त। अब यहाँ बाँकी कुराहरू चाहिँ भिडियोबाटै थाहा हुनेछ। सुरुमै भन्दा पनि भिडियो अन्तिमसम्म हेरे थाहा हुन्छ है। सबैलाई लामो समयपछि स्वागत गर्न माथिन्छ त्यो गोल मन नलान त्यही हो। अब माथि छोडी छैन छोडी फल हो राम्रो फल हो के कति खाएर निन लाग्ला मकै यतिले फेरि ठुलो खालको जुत्रो बन जुत्रो भन्ने हुन्छ हो। त्यो मिठो हुन्छ त्यो खान त उमा जानुपर्छ। राम सर के खाँदै हुनुहुन्छ? ए म त यहाँ असिलो। हामी अहिले कहाँ छौँ? अब अहिले हामी चाहिँ मङ्गला गाउँपालिकाको कु भन्ने ठाउँमा छौँ होइन। जाने चाहिँ कहाँ? अब हामी अहिले जाने अब यसपछि माथि टोड्के देखेर अनि त्यसपछि सर फर्केर आउने होइन। अनि आइसोले खाने नयाँ वर्षको उपलक्ष्यमा अब कमल भाइलाई लिएर बहिनी हामी कहाँ जाँदैछौँ रे बाबु? टोड्के। अनि अहिले तिमीले के खान्छौ? औसेलु। अनि अहिले हामी कहाँ छौँ त? थाहा छैन ल। मङ्गला गाउँपालिका वडा नम्बर 1 कु है। पुरा खुब आउनुहुन्छ उसकै आमाले खेती गर्नु काठी त ठिक छ। हामी कहाँ जाँदैछौँ बाबु? टोड्के हिल होइन। टोड्के रिसोर्टमा जाने सारा त्यहाँ जाने बस्ने होइन अनि फर्किने हो। कमल दाइले गाडी लाने होइन। विनायक नदी लाउँदै कतिको कक्षामा पढ्छौ नि? नाम के भन्यो रे? यो गाउँलाई के भन्छ? पूर्ण गाउँ। अनि टोड्के कति टाढा पर्छ? टोड्के कति टाढा पर्छ? टोड्के टाढै पर्छ। अनि स्कुल बिदा छ? के लिएर आएको नि? के को औषधि नि? ए त्यस्तो औषधि त्यसरी समाउनु हुन्न है। प्लास्टिकमा हालेर समाऊ है। हुन्छ ज्ञानी भन्छौ ल है त। फाल्दा रहन्छ बाटाको झार के रहेछ राम्रो छ? गाडीमै टिपेर होइन गाडीबाट ऐसे टिपेर खान मिल्ने सुविधा ल यार। विनायकलाई कति तब परेको आज मेरो हात को पऱ्यो बाबु तपाईँ मजा आउँछ ल बाबु ल। के भयो रे विनायक? मजा आयो। के भयो रे? यता हेरेर भन्नु। उता हेर के भयो के भयो रे? यता उता यति बेला हामी द राइजिङ टोड्के म्याग्दीको 2430 मिटर हाइटमा रहेको यो म्याग्दी जिल्लाको टोड्केमा छौँ। पातलेखेतको दूरी पर्छ एउटा होइन। हजुर। अनि अर्को रौगङ्गाको चाहिँ झिङको दूरी पर्छ। हजुर। अनि अर्को चाहिँ मङ्गला गाउँपालिकाको कुको दूरी पर्छ। यो भनेपछि तीनटा पालिकाको तीनटा वडाको माथि चाहिँ दूरी टोड्के होइन। आज हामी खास यहाँ के को लागि आएको राम सर? आज खास त यहाँ यसो घुमफिर गरौँ होइन। हजुर। यसो गुनासोहरू हेरौँ चाहिँ यसो हिमालको भ्यूजहरू पनि हेरौँ भनेर आएको। हजुर। कुहिरो लागेको दिन पर्छ। कुहिरोले गर्दाखेरि चाहिँ आज हिमालको रेन्ज चाहिँ त्यति राम्रो देख्न सक्छौँ। यति बेला म म्याग्दी जिल्लाको टोड्केमा छु। मैले एउटा फ्यामिलीलाई टुरको लागि लिएर आएको थिएँ। बाटोमा भिडियोहरू खासै बनाउनु त पाएन। अब यहाँ भएका भिडियोहरू म बनाउने छु। यहाँबाट देखिने मनोरम दृश्यहरू निकै राम्रो दृश्यहरू देखिने रहेछ। त्यहाँ अहिले चाहिँ कुहिरोले गर्दाखेरि यो दृश्य देख्न नसकिने। अब केही समयपछि खुल्ला। हामी आशा गरौँ दिनभरि हामी यही क्षेत्रमा रहनेछौँ र यहाँबाट देखिने दृश्यहरू यहाँहरूलाई म देखाउने छु। र यहाँ आउने लोकेसन भन्नुपर्दाखेरि हामी चाहिँ बागलुङबाट आयौँ। बागलुङबाट आउँदाखेरि चाहिँ बागलुङबाट म्याग्दी बेनी हुँदै बेनी सिङ्गा तातो पानी हुँदै हामी कुहु एकदम फेमस म्याग्दीको फेमस गाउँ कुहु गाउँ र पूर्ण गाउँ हुँदै हामी यस टोड्केको यो हाइटमा आउन सक्नेछौँ। बाटो कच्ची अफ रोड छ, साँघुरो छ, अलि अप्ठ्यारो छ।
सायद बाइकहरुमा आउनको लागि ठिक छ। अब गाडीहरुमा सानो गाडीहरुमा चाहिँ आउन अलि गाह्रो छ। र अब यहाँ हुने दिनभरि हामी चाहिँ एउटा टुरमा एउटा फ्यामिली टुरमा आएका छौं र दिनभरि हुने दृश्यहरू म यहाँहरुलाई देखाउने छु। अब बाँकी भिडियोबाट नै हेर्दै जानु होला है त। यहाँ आइसके पछाडी खाना बस्नको लागि चाहिँ एउटा यहाँनिर टोड्के हिल रिसोर्ट प्राइभेट लिमिटेड भनेर एउटा चाहिँ रिसोर्ट रहेको छ। यो रिसोर्टमा सम्पर्क गरेर आउन सक्नुहुनेछ र यतापट्टि साइडमा चाहिँ त्यहाँनिर मन्दिर रहेको छ र म मन्दिरमा लिएर जानेछु है यहाँहरुलाई। यहाँ देखिने सबै रुखहरू चाहिँ लालीगुराँसका रुखहरू छन् र यहाँ अहिले लालीगुराँस झर्ने समय भएको हुँदा त्यति राम्रो भ्यूहरू देखिएको छैन। यो चाहिँ फुल फुल्ने समय, लालीगुराँस फुल्ने समय। यो टोड्केमा एकदम निकै मनमोहक दृश्यहरू देखिनेछ। लालीगुराँस जब लालीगुराँस फुल्छ नि अनि त्यहाँ चाहिँ आहा एकदम स्वर्गीय आनन्द आउनेछ है। यहाँनिर एउटा मन्दिर रहेको छ। यो मन्दिर चाहिँ स्वर्गद्वारी मन्दिर भनेर भन्ने गरिँदो रहेछ। मैले ल्याएको टोली चाहिँ मसँग आएको टोली चाहिँ अहिले मन्दिर दर्शन गर्दै हुनुहुन्छ। यो मन्दिर निकै राम्रो उत्कृष्ट मन्दिर स्वर्गद्वारी मन्दिर भनेर चिनिँदो रहेछ है। निकै राम्रो तोरी फुलेको रहेछ। मौरी पनि घुमिरहेको रहेछन् मन्दिरको परिसरमा। यस्तो राम्रो मौरी घुमेको। बसेर ऋषिमुनिहरू यस मन्दिरभित्र रहेका मूर्तिहरू। रामजी सर भनिदिनु न केही दुई चार शब्द। त्यति धेरै जानकारी छैन, तर मैले पहिला अघिल्लोचोटि आउँदाखेरि सोधेको चाहिँ स्वर्गद्वारीको एउटा चाहिँ के भन्छ अरे त्यो एउटा चाहिँ शाखा जस्तै स्वर्गद्वारीको रूपमा पूजा गर्ने। हामी जुन प्युठानमा रहेको स्वर्गद्वारीको रूपमा हामी पूजा गर्छौँ त्यसमा चाहिँ त्यही हो यो भनेर यहाँ चाहिँ म 2-4 जना मान्छेसँग बुझेको थिएँ। अहिले यहाँ गुरुवालाले भेटिएन, तर यहाँ राम्रो ऋषिमुनिहरूको फोटाहरू रहेछन् होइन। पहिला नि हामी आएको थियौँ, जो बुझेको चाहिँ त्यही हो होइन। ल अब यो चाहिँ ल कमाने जल पनि जल बिहान गुरुवाले खानु होला होइन। तपाईँ योभन्दा पहिला नि आएको? पहिला आएको। यिनीहरूले कहाँ जाने भन्दा मैले यसो सोचेँ अब बिहान गएर आउने ठाउँ त यसो नजिकै हो। अनि यहाँ चाहिँ सबै सुविधा छ खाना बस्नको। बेलुका रात पऱ्यो भने बस्ने 50-60 जना बस्न मिल्ने। बाटो पनि त्यस्तो समस्या नहुने। बाटोको अलि समस्या लाग्यो मलाई चाहिँ। अलि साँघुरो रहेछ होइन। बाटो भनेको त्यो घुम्तीहरू नमिलेको, अरू त घुम्ती नमिलेको। तर ठुलो गाडीलाई चाहिँ अलिक गाह्रै हुने रहेछ है। तर हाम्रो गाडीलाई चाहिँ गाह्रो त्यति भएन। तर अब हुन त अब पाइलटमा पनि भर पर्ने कुरा हो। यसको यतापट्टि पाहापानी, उतो चाहिँ पारी के भन्छ अरे पाहापानी। हामीसँग आएको टोली जानकारी गराउँदै हुनुहुन्छ यहाँ हाम्रो रामजी सर। पुबाट आइयो यसको यो डाँडा यता तलपट्टि फेरि के अरे पातलेखेत पर्छ। पातलेखेत यताबाट बेनी नगरपालिका। अनि रामजी सर हामी अहिले के गर्दैछौँ? अहिले डोगो भन्ने यो चोयाबाट होइन, लेकको चोया है यो फेरि एकदम स्पेसल होइन। स्पेसल बलियो हुन्छ नि यो चाहिँ लेकको चोया हो। हजुर निकालेर ल्याउनु पर्छ कि हाम्रोतिरको चाहिँ बाँसको अलिक ठुल्ठुलो हुन्छ होइन। यहाँको चाहिँ लेकको निकालो होइन। यो चाहिँ लेकको निकालो हो। ठिक छ यसलाई। ल यो स्याउला सोर्नको लागि स्याउला सोर्नको लागि ठुलो मान्छे याद ए हो। ल हस् त ल हस् धन्यवाद। चाहिँ थकाइलाको काँडा है। यो थकाइलाको खाना चाहिँ बहुत मजा हुन्छ। यो चाहिँ यसको चाहिँ यो काँडाको यो डाँठ भाँचेर चाहिँ खान सकिन्छ है। यसलाई चाहिँ खाने व्यवस्था म गर्छु। एउटा लौरो ल्याउनु त एकदम। म्याडम चाहिँ थकैलो खानको लागि सङ्घर्ष गर्दै हुनुहुन्छ। ल्याउनु तपाईँ थाहा छैन यसरी यसलाई हान्ने। लाउनु हो यसरी लौरोले होइन। यसरी लौरोले
लाई चाहिँ यसको त्यो काँडा फालेर काँडा भित्रको डाँट खाने कार्यक्रम बहिनीहरू नि अचम्म मानेर हेर्दैछन् किनकि तिनलाई पनि थाहा छैन ए हो तिनीहरूले त खेतमा गएर खान्थे नि त हाम्रो खेतमा नि हुन्छ नि घाँस जाँदाखेरि खाने कस्तो छ हर्ष भनेको हो र त्यसो त मैले खानु पर्यो नि पाइल्स हुनेलाई ठिक छ ल ल्याउनु त खै अब यो चाहिँ थकैलाको डाँठ हो होइन यो चाहिँ म खाँदैछु है तर मिठो भनेर त्यस्तो मिठो चाहिँ होइन रहेछ स्वास्थ्यको लागि चाहिँ ठिक हुँदो रहेछ यो किनकि पाइल्स भएको मान्छेहरूलाई चाहिँ औषधिको रूपमा काम गर्ने मैले त्यही जानकारी पाएँ यहाँलाई पनि थाहा छैन भने ऐसेलु थकैलाको काँडा फालेर भित्रको डाँठ चाहिँ खानु होला है त त्यही हो कस्तो छ मिठो छ तिमी खायौ कस्तो लाग्यो त्यहाँभित्र चाहिँ किरा हुन नि सक्छ यो चाहिँ टोड्के रिसोर्टको भ्यू है इनसाइड ल है अब चाहिँ हाम्रो खाना खाने बेला भएको छ तिमीलाई होइन खाना चाहिँ टेबलमा आइसकेको छ अब चाहिँ खाने कार्यक्रम हुन्छ सबैजना बसेर लोकल कुखुरा होइन रामजी सरको यहाँ राखेर टक अनि यो फेरि ऊ के अरे भटमास साँधेको भटमास गुन्द्रुकसित होइन यो यहीँको टोड्केकै आलु होला अरू त खाइ टोड्केको घिउ त नपाउँदो रहेछ होइन पाइन्छ होला लु त ल छैन बाबु यो है खाना खान सुरु गऱ्यो अब घिउ रहेन रहेछ दाल भात खाने दाल भात सपा सप खाने होइन तिमी हेरेर बस्छ त्यही मासु खाइ तिमीलाई नि आउँदैछ नाट्यो है ल साथीहरू अब हामी खानासाना खाएर नबोल्यो है यहाँ म राम्रो मासु लाग्छ मलाई यहाँ नि त हड्डी छ कि खिच्नेछ अर्को ठाउँमा है लोकल कुरा मासुमा हड्डी भइहाल्छ नि यहाँ छैन यो छैन ल यो ड्याडीसँग बस नि त त्यसो भए लाउँदैछ यहाँ हो त्यहाँ बस्छ ल हो यहाँ बसेपछि ठिक हुन्छ यो दिदीलाई कसको पिजा त बजारमा खाने हो कि गाउँघरमा आएर पिजा खाने हो कि के खुर्सानी टम्टर होइन फोर्नुपर्छ दाल ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु होइन कसको आज बर्थडे खानपिन चाहिँ सकियो अब उता माथितिरबाट देखिने भ्यूहरू कस्तो देखिने रहेछ हेरौँ है त
पानी आउँछ टुसा खान जानुभएको टुसा निगालोको टुसा टुसा यस्तो निगालोको टुसा यसको होइन यो चाहिँ यस्तै हुन्छ यस्तै हुन्छ तर अर्कै हुन्छ है यो निगालो टुसा खाने निगालो चाहिँ यो होइन यो चाहिँ डोका बुन्ने निगालो ढोका बुन्ने हो यो डोका बुनेर ऐ भिडियोमा डोका बुन्दै हुनुहुन्थ्यो नि त उहाँले यसैको हो। होइन हो यही निगालो है अनि त्यसपछि यसलाई यही निगालोको है यही निगालोको अनि त्यसपछि डोका बुनेर स्याउला सोर्नी मल बोक्नी बनाइन्छ है साइजकै बनाउँछ साइजकै बनाउन सकिन्छ मजा छ नि त पासुकै देखिन्छ त्यसपछि चाहिँ पुरै निगालोले बनाएको रहेछ है ल अहिले देखाएको निगालोले काटेर बनाएको ठ्याक्क बनाएर साइज मिलाएर ल काटेर होइन ठ्याक्क यसरी ठिक छ यो राम्रो देखिन्छ यो कटेज चाहिँ त्यसरी बनाएर रहेछ यो गुराँसको रुख तर त्यति राम्रो चाहिँ देखेन है हल्का मात्रै फुलेको पानी देखियो नपरेको हुनाले पानी नपरेको भएर राम्रोसँग फल लाग्यो फुल लागेन राम्रोसँग फुलेन रे यहाँको स्थानीय व्यक्तिको भनाइअनुसार कोपिलामै सुक्यो अरे है हजुर आउँदैन यो छुट्टै आइछ ए उता कुँ हुँदै आएको भए हामी कुँ तर बाटो राम्रो रहेछ क्या यो ल ठिक छ ल यो बाटो राम्रो होला जस्तो लाग्यो क्या मलाई होइन जे होस् यता नजाउँ होला अब उता किन जाने र जङ्गल रहेछ जङ्गल के हेर्ने माथि डाँडामा जाऊँ डाँडाबाट भ्यू हेरौँ ल अब हामी यहाँबाट त्यो धुरीमा जाँदैछौँ रामजी सर अगाडि हिँड्नुभएको छ म भने पछाडि हिँडिरहेको छु त्यसरी पछाडि हिँड्नुको मजै बेग्लै हुन्छ अगाडि हिँडेको मान्छेहरूको भिडियो खिच्दै हिँड्न पाएँ नि जिस्काउन पाएँ नि अगाडि के हिँडेकोलाई तर के गर्नु हिँड्न सकिन्न उकालो ल 5 रुपियाँ भेट्यो 5 रुपियाँ भेट्यो है 5 रुपियाँ बाटोमा 5 रुपियाँ भेट्यो ल है मैले भेटाएको पैसा यहाँ मन्दिरमा चढाइदिन्छु यो मन्दिरमा होइन यहाँ चाहिँ गेट लगाएको रहेछ है चाबी लगाएको रहेछ यो पैसा चाहिँ ल भगवानको नाममा भित्र राखिदिन्छु है ल जय शम्भो हामी चाहिँ त्यो ठाउँबाट अहिले हिँडेर
यहाँ बाटो आउँदै यो बाटो आउँदै यो ठाउँमा आयो। यहाँ चाहिँ यस्तो ग्राउन्ड खनेको रहेछ है, कस्तो राम्रो है। यसलाई चाहिँ काँडा, यो थकैलाको काँडा कस्तो राम्रो देखिरह। अब यहाँबाट उता मासतिर जान्छौँ। बानी बिग्रेको छ है। ओ गुराँस त त्यहाँ रहेछ है राम्रो, तर नफुलेको कोपिला मात्रै म देखाउँछु है तपाईँहरूलाई। दौ भयो। अहिले हामी आएको चाहिँ त्यो डाँडा हुँदै आएको होइन। त्यो डाँडा हुँदै सट्ट यो गाउँ देख्नुभयो। यो गाउँ हुँदै घुमेर यो जङ्गलको बिचबिच हुँदै हामी यो ठाउँमा यो ठाउँमा आयौँ। र त्यहाँ पार्किङ गरेर गाडी खाना खाएर अनि हामी यता घुम्दैछौँ। यो चाहिँ टोड्के, म्याग्दीको टोड्के, एकदम रमणीय ठाउँ छ। यहाँहरू पनि आउनु होला। के बादल लाग्यो आज? बादल लाग्यो। रामजी सर चाहिँ फेसबुकमा लाइभ हाल्ने तयारीमा हुनुहुन्छ। लाइभ दिउँ कि भनेको त के होला खास? दिनै पर्यो नि। ल के भनेर दिउँ हामीले खास? यहाँ चाहिँ हामीले दिनुपर्ने। ल है त सुरु गर्ने त। ल गरौँ। ल त्यो अलिअलि गुराँस देखाइदिउँ होइन। खासै फुलेको त छैन। ह्यान्डसम सरलाई आउँदैछ यहाँ। ल हामी यहाँबाट सुरु गरेर अनि सुरु हुन्छ बल्ल। पहिला हाम्रो फोटो देखाउनु न। पहिला हाम्रो देखाउनु पर्छ नि त फोटो त। हाम्रो ल ठिक छ, केही छैन। अलिक खराब छ है, पानी पर्ला जस्तो भएको छ। 2-3 दिनदेखि मौसम खराब भएको कारणले यहाँबाट देखिने दृश्यहरू, हिमालको दृश्य ऊ देख्नुहुन्छ, क्या राम्रो देख्थ्यो होला है। अहिले चाहिँ त्यो पुरा छेकिरहेछ कुहिरोले। अन्त त्यो ठाउँमा कस्तो राम्रो भ्यू देख्थ्यो होला क्या। यो मौसम खुलेको भए सरर है। त्यस कारण अब त्यति राम्रो चाहिँ मौसम छैन। यहाँहरू पनि यो ठाउँमा एकचोटि सम्भवतः समय मिलाएर आउनु होला है भन्दै अब भिडियो धेरै लामो हुने भयो। त्यस कारण अब बिचबिचमा अब देखाउँदै जानेछु। अब म बेनी पुग्ने बेलासम्मको देखाउँछु है त। रुखमा चढेर गुराँस चाहिँ टिप्यो है। गुराँस टिप्यो साथीहरू, गुराँस चाहिँ टिप्यो होइन। अब रुखमा चढेर यहाँको टोड्केको एकदम परिचित गुराँस फुल्ने ठाउँ भनेर चिनिन्छ। तलदेखि जङ्गल चाहिँ सबै गुराँसकै हो। मैले चाहिँ टिपेँ है। कता टिप्छौ रे? 50 वटा टिप्दैन होला? टिप्छु। साँच्चै? साँच्चै। यहाँ चाहिँ पिङ खेल्ने व्यवस्था पनि रहेछ है। ल है साथीहरू, फाइनल्ली हामी चाहिँ अब यहाँबाट फिर्ता भयौँ टोलीहरू। अब मौसम नि त्यति राम्रो थिएन। मौसम अर्को बाटो लाग्यो झिँतिरबाट। अब हामी अर्थुङ्गे हुँदै हामी जानेछौँ। बाटोको अवस्था साथीहरू यस्तो छ है। बाटोको अवस्था यस्तो छ है। पुरा अफरोड है साथीहरू, एकदम अफरोड छ है। यहाँ चाहिँ बाटो ब्लक रहेछ है, ढुङ्गा थुपारेको रहेछ साथीहरू। अब के गर्ने? ल यहाँ चाहिँ ढुङ्गा फाल्दैछन् है टोलीहरूले। बाटो बन्द रहेछ। कस्तो
बाटो यो बनमारा बाबु, यो बनमारा सबै बनमाराले बनाइ खायो। पानी दग्न है, ढलान गरेको बाटो होइन, यस्तो छ जङ्गल। नमस्ते, हामी टाढैको पाहुना हो। ओ त बागलुङतिरको हो नि। कता हिँड्नुभयो त हजुरहरू? ए बत्ती बाल्नेमा गएर आउनुभएको? कति वर्ष हुनुभयो नि? कति साल हो नि? हो र? सिङ्नी छैन, जुरेनी छैन। टोड्के गरेर आएको हामी चाहिँ। अब कति माथि पुग्ने हो? भिरकुना? ए हामी चाहिँ बागलुङबाट आएको टोड्केमा घुम्नको लागि। यसो बोलाउन मन लागेर आमालाई बोलाएको है। हामी गयौँ है। ल हामी बगालै छौँ। हामी बगालै छौँ है। गइयो है। ल त नि ल। ट्र्याक्टर ल है साथीहरू, मैले चाहिँ अहिले मोबाइल भेट्टाएको थिएँ। एउटा ट्र्याक्टर ड्राइभरको परे रहेछ। ट्र्याक्टरको ड्राइभरको साथीलाई चाहिँ मैले यहाँ फोन दिँदैछु। यहाँ यो ट्र्याक्टरमा रहेको एकजना दाइ प्लग झार्दैछन्। यो दाइको कुन चाहिँ हुन् है, मैले चाहिँ दिँदैछु है फोन है, कुन चाहिँ हुन्। हो यही ट्र्याक्टरमा छन्। हो यो दाइ आइछन्। ल कसको मोबाइल हो र? तपाईँको ट्र्याक्टर हो? मेरो ड्राइभर त होइन, करण नेपाली भन्ने हो, मेरो गाउँको यहीँ। ए हो? हजुर। चिन्नुहुन्छ नि? चिन्छु क्या, नचिनिकन फोन हान्छु। ए फोन त मैले हानेको नि तपाईँलाई। मैले पहिला 200 हानेको थिएँ त अनि। होइन, मैले भेट्टाउँदा बित्तिकै हानेको। साथीहरू यो फोन चाहिँ मैले भेटाएको थिएँ बाटोमा होइन। उहाँको चाहिँ साथीको रहेछ है। ल मैले चाहिँ उहाँलाई फोन दिएँ है। अब सम्बन्धित व्यक्तिलाई पुर्याइदिनु होला है। हजुरलाई धेरै धेरै धन्यवाद। थुप्रोले हानेका छन्, तपाईँले पछि हानेको हुनाले तपाईँकोमा पर्यो। ए ल है त है दाइ है। ल साथीहरू, इमान्दारी बन्नु नै ठुलो कुरा हो। एउटा फोन भेटाएर दिँदा नि होइन, अब खुसी कति हुन्छन् मान्छे भन्ने कुरो चाहिँ त्यो अब उसलाई मात्रै थाहा छ, हराउने मान्छेलाई मात्रै थाहा छ। भाइ यो गाउँको नाम के हो? झी हो। झीको अर्थ थाहा छ तिमीलाई? मगर भाषाको हो नि झी भनेको। तिम्रो नाम के हो नि? कतिमा पढ्छौ? 8मा। ए ल यो भाइलाई चाहिँ थाहा रहन्छ है झीको अर्थ। झी भनेको मगर भाषाको नाम हो। ठाउँ चाहिँ राम्रो रहेछ, तर बाटो राम्रो रहेन रहेछ है। बाटोमा पुरै यस्तो पोखरी रहेछ यस्तो। हौ हौ केसको भ्लग बनाउनु रे? के को बनाउनु रे? कसो गरेको बनाउनु त? हामी चाहिँ अब एउटा पालिका छोडेर अर्को पालिका प्रवेश गर्दैछौँ है। अब स्वागत झी गाउँ प्रवेशद्वार लेखेको छ नि। झी गाउँ, तर पालिका छुट्टै होइन होला नि? पालिका छुट्टै हो नि। झी भनेको वडा त टर्नबाट छैन। अब यो गाउँ भएर मकै झर्छ नि, कि तोरी झर्छ यो ठाउँको नाम के रे? अब तोरी पानी। तोरी पानी तोरी पानी होइन। यति बेला हामी म्याग्दीको बेनी नगरपालिका वार्ड नम्बर 9 तोरी पानी होइन, गण्डकी प्रदेशका चर्चित भलिबल खेलाडी सुजन चोखालको गाउँमा हामी रहेका छौँ। अबको केही समय हाम्रो यात्रा तोरी पानीमा नै हुनेछ। यो तोरी पानी हो यो यहाँको सबसे ठुलो स्कुल र यही क्षेत्रमा जन्मिएर गण्डकी प्रदेश लगायत नेपाल अधिराज्यभरि
चर्चा कमाउन सफल गण्डकी प्रदेशका सेटर सुजन चोखालको गाउँ रहेको मैले जानकारी पाएँ। यो गाउँ दामी गाउँ, सुन्दर गाउँ, यति राम्रो ठाउँको उत्पादन सुजन चोखाल अहिले वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेको हामी सबैलाई अवगत नै रहेको छ। कामको चटारो चलिरहेको छ, स्त्री गाउँ ठटाउने हैन। ल हामी चाहिँ यति बेला अर्थुङ्गेमा आइपुगेका छौँ। यहाँ मौसम खराबीका कारण भिडियो त्यति नराम्रो पनि आउन सक्छ र आजको लागि अन्तिम पनि हुन सक्छ यहीँबाट, किनकि मौसमले हल्का च्यालेन्ज गरिरहेको छ। मौसम खुलेसम्म केही क्लिप्सहरू जोड्ने नै छु। निकै राम्रो बाटो रहेछ, अहिले चाहिँ एकदम डेन्जर बाटो आयो। ओए के गर्छ धन्न मरेन। अब चाहिँ महारानी थान भनेर एकदम फेमस महारानी थान नजिक आइपुगेका छौँ। महारानी थान आए त बेनी आइहाल्यो नि, बाटो मुनि पर्छ नि। यो चाहिँ अर्थुङ्गे हो। म्याग्दी बेनी नगरपालिका 6 है। ल अब केही समयमा बेनी आउँछौँ, त्यस पछाडि बागलुङ पुग्छौँ। मिलेसम्म एन्डिङ भिडियो पनि बागलुङ पुगेर बनाउने छु, नभए यही भिडियो अन्तिम हुनेछ। ल त है साथीहरू, चिताघरमा आज यिनीहरूलाई भात नपकाउनु पर्छ भनेको, आज यिनीहरूलाई घर भाँडै नबनाउनु पर्छ भनेको। चियाको त भाँजे क्या होइन। अब मैले खानु नगरेँ, तिमीलाई नखाने उनीहरू लानु पर्यो नि। अर्थुङ्गेबाट तल झर्दैछौँ होइन, हामी चाहिँ अर्थुङ्गेबाट तल झर्दैछौँ। बाटो अलि साँगुरो रहेछ, एकदम डेन्जर, तर पनि ढलान रहेछ, केही फरक परेन। र साइड साइडमा फुलेकै सेता फुलहरू एकदम मनमोहक बनाएकै छ है। तल पुगिसक्यो। गाडी जति देखिन्छ हल्ली छ नि। हेलो, अहिले चाहिँ हामी यति बेला एउटा होटलमा छौ, रत्ने चौरको एउटा होटलमा छौ। कुन होटलमा छौ रे? खै होटलको नाम थाहा छैन। रावल होटलमा छौ। चिता हाउस भन्दा थोरै तलतिर रहेको यसमा। यो चाहिँ मेरो गाडी। अब खाजा खाने अनि त्यसपछि मोमो बजाउने हो। के बजाउने हो? के बजाउने अरे? मोमो बजाउने हो। ल ठिक छ। ल आयो है आयो। यो चाहिँ एउटा खाली प्लेट ल्याऊ बाबु। यसको छोइला है। ल भाइहरूले सर्भिस गर्दैछन्। तिमी आऊ त यसमा यस। कति जिपे आ रहेछ? 3.95। ल कङ्ग्रेचुलेसन है।
अब घर आऊ अब घर आऊ अब घर आऊ भनेको तल घर ल बाई ल ल